तपाईहरुले चाहिँ चटपटी कसरी बनाउनुहुन्छ मैले चाहिँ यसरी बनाउँछु। आज म तपाईहरुलाई चटपटीको रेसिपी देखाउँछु है साथीहरु। जे छ त्यो सामानहरु म चटपटीको सामान सुरुमा ठिक पार्छु। म चाहिँ काटेर हाल्छु मस। त्यसपछि म प्याज काट्दैछु साथीहरु। प्याज पनि काटिसक्न आँटे। अब लगभग काटिसके। अब प्याज अब म भाँडामा हाल्छु एकै ठाउँमा सबै थोक। र प्याज पनि काटेर हालिसकेपछि अब बन्दाकोपी काट्न जारी नै छ मेरो चटपटीका लागि। बन्दाकोपी पनि काटिसके। अब बन्दाकोपी म हाल्छु, सबै थोकमा मिसाउँछु एउटै भाँडामा। बन्दाकोपी, काँक्रो र प्याज काटेर हालिसके। म अब चाउचाउ र चाँदनी हाल्नको लागि ठिक पार्दैछु साथीहरु, हेर्नु होला। अब मैले चाहिँ चाउचाउ फुटाउँदैछु। चटपटी बनाउनका लागि चाउचाउ फुटाएर हाल्दैछु। चाउचाउ पनि हालिसके। अब म त्यसपछि मसला हाल्दैछु। पिरो चाउचाउको कलर र मसला पनि हालिसके चाउचाउको, हेर्नु होला साथी। यस्तो भइसक्यो मेरो चटपटीको लागि चाहिँ तयारी। अब म चाँदनी उतार्दैछु चाँदनी हाल्नको लागि। चटपटीको लागि चाँदनी पनि हाले। म चाँदनी पनि हालेर सके। अब तेल हाल्छु साथीहरु। तेल हाल्ने क्रम जारी छ, हाल्दैछु साथीहरु। अब चाहिँ त्यसपछि म अजिना हाल्छु। अजिना पनि हालिसके साथीहरु। अब म अमिलो हाल्दैछु साथीहरु। अमिलो पनि हालिसक्न आँटे। हेर्नु है साथीहरु, मेरो चटपटी बन्दैछ यस्तो। तपाईहरुको चाहिँ कस्तो बन्दैछ। अब म हाल्दैछु छोप, तिलको छोप हो है साथीहरु। यो चाहिँ चटपटीका लागि तिलको छोप पनि मैले हालिसके। अब म हाल्दैछु नुन पनि हालिसक्न आँटे साथीहरु। अब लगभग हालिसके। त्यसपछि चाहिँ मेरो चटपटीको रेसिपी यस्तो हुँदैछ साथीहरु। अब भुजा हाल्ने बेला भयो। त्यसपछि म साथसाथै आलु पनि हाल्दैछु साथीहरु। त्यसपछि मैले भुजा पनि हालिसके। हेर्नु है साथीहरु, मेरो चाहिँ चटपटी हामी त धेरै खान्छौँ, यत्रो हुँदी। हेर्नु है, लास्टमा चाहिँ मैले अब आलु हाल्दैछु, हेर्नु है। अनि त्यसपछि म मल्दैछु, हेर्नु है साथीहरु, चटपटी मलिसक्न आँटे। चटपटी पनि मलेर लगभग चटपटी चाहिँ हेर्नु है साथीहरु, मेरो त यस्तो हुन्छ। मिठो नमिठो कस्तो हुन्छ तपाईहरुलाई। मेरो चाहिँ चटपटी पनि मलेर सके। अब म भाग लगाउँछु चटपटी। भाग पनि लगाइसके। हामी 4 जना छौँ। 4 जनाको लागि। भाइ चाहिँ स्कुल गछ। भाइको लागि बटुकामा राखिदिने, मम्मी बुवाको लागि थालको। म चाहिँ आरीमा खाने साथीहरु, आरीको हेर्नु। त्यसपछि हामीले चटपटीका लागि खानको लागि हामीले स्टिम पनि लिएर आएका थियौँ। स्टिम बुवाले हाल्दै हुनुहुन्छ, हेर्नु है साथीहरु। 4 जनालाई 2टा स्टिम आधी खानको लागि ल्याएको थियौँ। हालि पनि सक्नुभयो स्टिम। अब हामी चाहिँ मम्मी बुवालाई दिन्छु र म पनि खान्छु। अनि खाए ल साथीहरु, चटपटे आउनु है खान। अनि मैले स्टिम पनि खाए ल, चटपटे र स्टिम खाना आउनु है साथीहरु। चटपटी चाहिँ मेरो यस्तै भयो। म स्टिम पनि खाए ल साथीहरु। मेरो चटपटी चाहिँ यस्तै भइहाल्यो। लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला है साथीहरु।